हेलो गाइस, वेलकम ब्याक टु आशिष लामा युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ। हामी चाहिँ आज अहिले नवबुद्धबाट फर्किँदैछौँ। यस्तो रहेछ त यहाँ चाहिँ हाम्रो विजय राइडर आज चाहिँ अरू दिनभन्दा चाहिँ धेरै नै भिड हुने रहेछ। सो आज हामी यसो घुम्नलाई निस्केको होइन, धेरै दिनपछि माइन्ड फ्रेस गर्न निस्केको। र अहिले हामी ओह्रालो नवबुद्धको ओह्रालो झरेर पनौतीको बाटोतर्फ आउँदैछु। यो रहेको छ नवबुद्धको च्यान डाँडा। बोट रहेछ। अब हामी चाहिँ काफल खान जाँदैछौँ, तर बोट चाहिँ कता हो खोज्नुपर्छ गाइज। पछाडि आएको छ यहाँ सानो कार। मेरो यो भ्लगलाई सबैले मन पराइदिनु होला है। बाटो एकदम राम्रो छ, हजुरहरू पनि आउनु होला बुद्धको दर्शन गर्न। र बुद्धलाई दर्शन गर्नु पनि धेरै फलिफाप हुन्छ। बुद्ध भन्ने चिज यस्तो हो गाइज होइन। यहाँ चाहिँ टुरिस्टहरू यसरी पैदल यात्रा आउँदैछ। अस्तिको पहिरोले पनि केही भएको छैन, बाटो राम्रो छ। यता चाहिँ पानीको धेरै सुविधा नभएको कारणले गाडी धुने यहाँसम्म आउँदो रहेछ। हेलो नमस्ते नमस्ते। हाम्रो खैरे साथीहरू चाहिँ यसरी जगिङ गरेर आइरहेको छ। हेलो नमस्ते। यस्तो मजा आउँछ क्या टुरिस्टहरूसँग बोल्नलाई होइन। बाटो एकदम पिच छ, एकदम सरल हो होइन। यस्तो राम्रो छ बाटो। ल हेर्नुहोस् कि बाटो राम्रो सँगसँगै होइन, ओह्रालो झर्दाखेरि तेल पनि बचत हुन्छ। फेरि बचत हुन्छ भने धेरै न्युट्रलमा नआउनु होला, फेरि एकैचोटि तलतिर गुल्टिन्छ, ब्रेक नलाग्न सक्ला। ब्रेकको अलिक उ छ। अस्तिको बाढीले पनि केही भएको छैन है। पुर्खौली घर होइन त हाम्रो पुर्खौली घर तपाईँहरू अहिले देखाउने छु होइन। हामी यहाँबाट बसेको छ अरे। हाम्रो बाजेहरू जन्मेको यही नवबुद्धमै हो पहिलादेखि। नवबुद्धमै हेर्नु सुन्तला घरि यस्तो राम्रो छ। यस्तो यहाँ चाहिँ सुन्तला बेचेरै मान्छेले गुजारा चलाउँछ। हजुर यही केटाले दियो वर्षमा सुन्तलामा चाहिँ 4-5 लाखको बेच छ होला यार एउटा घर है। त्यति त छ। सुन्तलाको बगान। ल हाम्रो खैरे सर चाहिँ यसरी आएको छ नाङ्गै। सोल्टीलाई बिन्दास है। यो चाहिँ बस स्टप रहेको छ नवबुद्धको। हामी अहिले नवबुद्ध बजारमा आइपुगेका छौँ हैन।
बजारमा चाहिँ आइपुगेर अब अहिले हामी उकालो चढिरहेछौँ। त्यस्तो बवाल डेकोरेसन छ भन्नु खतरा छ खतरा नहुँदैन। बसेको गाउँ यो गाउँ पहिलाको हाम्रो पुर्खौली घरहरू यतै थियो र हाम्रो बाजेहरू यहीँ बस्नुहुन्थ्यो। यहाँको यो ट्रनीको यो घर चाहिँ हाम्रो बाजेको पहिला। अहिले बाजे हुनुहुन्न, बाजे बितेर जानुभयो, छोरा नातिहरूले मौज गरेको छ। हजुर यो घर चाहिँ हाम्रो काकाको यो घर। त्यो काकी त्यहाँ तलतिर जाँदैछ। उयो घर सबै हाम्रो काकाहरूको हो। हाम्रो पुर्खौलीहरू यतै छन्। आधी यता छ भने आधी पनौतीमा छ, पनौती रोसी, जहाँ चाहिँ तपाईँहरू आउँदाखेरि चाहिँ गाई पनि कति बाटो केही पनि भेट्नुहुन्न है। सबै पिजै पिज छ। बाइकले पनि साधनहरूले पनि कुनै के भन्छ मार पर्दैन। के गर्नु, हाम्रो नेपालमा फेरि यस्तो थोत्रो बसहरू पनि डह्रो चढ्छ। बङ्गलादेश भन्दा नि सत्य छ। बङ्गलादेश जाँदा गाडीको यो बढी नै हुन्न पुरा उयो गरेर। यहाँ अगाडि चाहिँ नानीहरू आइरहेको छ। नानीहरू कहाँको नानीहरू हो। धेरै राम्रो छ बाटो। यहाँ चाहिँ मदन कृष्ण हरिप्रसाद घर कटिसकेको छ। अनि अहिले रमी ढुङ्गाना घर हेर्नु त कस्तो छ। यहाँ चाहिँ रिसोर्टहरूको सबै कुरा छ। बाटोमा तपाईँलाई कुनै पनि कुराको समस्या हुने छैन। सबै कुरा व्यवस्थित छ। तपाईँलाई खानादेखि लिएर हरेक कुराको व्यवस्था भएको कारण यो फाँट भयो। यो चाहिँ सुनथानको फाँट हो होइन। हामी अहिले सुनथान आइपुग्यौँ। आलु नै आलु फल्या चाहिँ आलु अब खनी बेला भयो। तपाईँलाई आलु चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु होला है। हामी आलुको पनि व्यवस्था गर्नेछौँ।
क्याफे। ल उयो चाहिँ पिच हुँदै रहेछ। ल पिचको लागि यहाँ पुरा हेर्नु त डोजर यसरी पिच गर्नलाई पुरा सर्भिसहरू ओछ्याइरहेको रहेछ। अहिले हामी आइपुगेका छौँ अब सुनथानको स्कुल आइपुग्यो। यस्तो बवाल छ सरकारी स्कुल हाम्रो काभ्रेमा। श्री शारदा माध्यमिक विद्यालय। यहाँ चाहिँ एउटा छम्म, त्यसको नाम छ के हो छम्म। यो क्लिप चाहिँ भाइरल हुन्छ थाहा छ? त्यहाँ चाहिँ एउटा छम्म भने चाहिँ केटा हो हामीलाई नि भाइरल बनाइदिनु पर्यो। हामीलाई पनि भाइरल बनाइदिनु पर्यो। हाम्रो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नु पर्यो। सब्सक्राइब धेरै कम छ हाम्रो। हजुरहरूको सपोर्ट चाहिएको छ, हजुरहरूको साथ, हजुरहरूको सहयोग, सबै कुराको हामीलाई आवश्यक छ। कति एस र बुक देखाउनलाई भाइरल गर्ने केटा हो। मैले कता हामीले सोधेलाई भाइरल गर्दैन। मलाई आशा छ मेरो गाइजहरूले मलाई 1K सब्सक्राइब र 4000 घन्टा वाच टाइम हजुरहरूले पुरा गरिदिनु हुनेछ भन्ने मलाई धेरै आशा राखेको छु। सुकेको बेबस खान पाइन्न कि पानीले। हामी अहिले नवबुद्धबाट पुन्डीतिर जाँदैछु। पुन्डी तामाङमा पुन्दी, नेपालीमा पुन्दी। त्यहाँबाट पुन्डी भन्छ, नेपालीमा पुन्डी भन्छ, पन्जाबीबाट चाहिँ के भन्छ? खत्तमती फामुला होय भन्थ्यो। च्याउकी हेर्नु च्याउकी चाहिँ कस्तो खतरा भयो। राम्रो छ च्याउकी। अहिले हामी आइपुगेका छौँ होम डाँडा, 80% डाँडा। हजुरहरू पनि यसो कन्टेन्ट छ भने यहाँ हाम्रो होम डाँडा आएर डेली बस्न सक्नुहुन्छ। बस्नलाई राम्रो हुन्छ। रिसोर्टदेखि लिएर सबै कुराको व्यवस्था छ। जङ्गलै जङ्गल हो यो, घना जङ्गलभित्र छ एउटा रिसोर्ट। नै यति भिड हुन्छ। आज सुरुवात दिन चाहिँ यति धेरै सवारी साधन जुडिएको हुन्छ यहाँ यो रोडमा। अरू दिन यतिको सब खैरे राइडरहरू यहाँ, खैरेहरू सब खैरेहरू हाम्रो खैरे दाजुभाइहरू आउनु भएको थियो। सब भने ल हेर्न सबैजना खैरे खैरे
चाहिँ हामी गोरखनाथ डाँडामा आइपुग्न लागेको छौँ। यो चाहिँ रहेको छ पनौतीको पुलिस चौकी। धुलो बबाल बबाल धुलो यार। कस्तो धुलो उडाउँदैन राजा किङ राजा हाम्रो गाउँतिर सबभन्दा धेरै चलिने यमराज हो होइन। फाइनली हामी पनौती बजार आउने बित्तिकै जाम पनौतीको खासियत। आइपुग्दैछौँ हामी पनौती बजार। अहिले यहाँ जाम भएको छ। अहिले यहाँ जामको त लस्कार छ लस्कार। अनि जाने साइड लाग्यो